कहाँ जाने भने हल्का अनि भल्का त्यत्रो टिकटकमा भाइरल भयो भने त्यही त जानु हो त मान्छेले आफ्नै गाउँ हो पहिला आफ्नो गाउँ घुमिसक भाइ हौ कहाँ जानु पर्ला नि तर त्यही बेली किन भने त्यहाँसम्म गइसकेको छु हिजो अब त्यहाँमाथि माथि भन्नु त त्यहाँदेखि माथि चिसा पानी या टिकट पानी आयो भने कि भल्का जाउँ अगाडि नाइ भने पुल होइन नि त्यहाँ त्यो ऊदेखि नै तिनीहरू रुवा जस्तो यहाँ भिडियो बनायो हुन्थ्यो भन्नु लाग्थ्यो नि जाऊ हिजो यता त्यहाँ अनि फुलेको त चाहियो हामीलाई अनि फुलेको त चाहियो त्यहाँ बाँकी थिएन हिजो यहाँ त्यही त एकचोटि पुगाउँला नि राम्रो भएपछि त्यहीँ छ ठिकै छ भने एकचोटि सर यस्तो यस्तरी बनाउँला यदि होइन बेकार छ भनेपछि त्यहाँबाट फर्केर हामी गोदावरी जाउँला गोदावरी तेरो फेभरेट जोकर ताल छ नत्र रेकर्ड राख्नु पर्यो नि 100 101 हुन्छ 100 चोटि गई 5-6 चोटि भन्दा बढी चोटि गई क्या अन्त कसो फर्स्ट टाइम त हस्पिटल आएर गए हो कहाँ यहाँ धनगढी हस्पिटल आएर गोदावरी जाउँला भन्दैछु त अनि म कासाको चेक गर्न गए हो त गोदावरी माथि के त्यो पिङ छ त्यहाँ ठिकै हाँ कहाँ पिङ गोदावरी माथि पिङ खेल्ने हो त साँच्चै भन्नु तर बन्द भइसक्यो हुन्छ भाइ आजभोलि अब बन्द भइसक्यो त्यो बर्खा बेला मात्र हरियाली हुन्छ नि त आजभोलि खड्री जस्तो पऱ्यो आजभोलि बन्द त्यहाँ चिसा पानी पनि अघि पछि मान्छे हुन्छ भोलि दसैँमा हुन्छन् मान्छे टिका लाउँछन् कोही माइत जान्छन् कोही पुलेर नहुन्न तर दिमाग त छैन के गर्ने होला दिमाग टिकापुर गयो भने पनि तेरो के भन्छ पार्क भोलि बन्द भइदियो नि के हेर्ने त्यत्रो टाढा गएर बता अरू कहाँ छ त घुम्ने ठाउँ जाउँ त त्यहाँ नयाँ वर्षमा झुलेङ्गे पुल लग्यो अब कर्णाली प्लेन जाँदैन नत्र प्लेनमै लगेन कर्णाली 1 महिना जाने भए त घोडागाडी जानु पर्छ त्यसो भए 3 डिग्री काम बिग्री हुन्छ नि त 4 चोटि जानु पर्यो आज नयाँ बनाएको खतरा बनाएको थियो कि नै घोडाघोडी पनि नयाँ छन् ताल पनि सफा छ डुङ्गा पनि खेल्ने भयो आज त ओके त्यहाँ कर्णालीमा डुङ्गा खेल्नु पर्यो फेरि त्यहाँ डर हुन्छ फेरि त्यहाँ गएर के हाल्नु त डुङ्गा नखेल्यो भने हावा त मैले अस्ति खाएर आएँ त्यहाँ आयो बेला खाइसक्यो क्या हावा सभा को सोच्ने भयो खुसी हुनु भने कि झन् कति घुम्दा हुन् आउन पाएको छैन घुमेछन् भने गाली गर्ने सही हो त नि
छोड्दै काहीँ भोलि तास खेल्नु जानु पर्यो हुँ? तास खेल्नु पर्ने हो नि त भोलि बिहान विष्णुबाट कि फिल्म हेर्न जाउँ भन्ला छु म त ना फिल्म निकै भन्छ नि दिनभरि लड्डु बना तिमीहरू अहिले बनाउने हो कि नि अनि लड्डु कहिले बनाउने हँ खै तयारी अनि नआएकै नै म खाना बनाउने तयारी गरौँ मलाई भन्न के गर्नुपर्छ म बनाउँला भन्दैछु त्यो बेसिनको होइन कि त्यो उयोको मैदा मैदा र त्यो मैदा मिक्स उम्लिन्छ धुलो हुन्छ त्यही डोडुवा बनाउला अझै त्यो देख्छ कि त्यो हुने के हुने त्यो लड्डु झ्याम्की झ्याम हान्न अनि थाहा हुन्छ मैदाको हामी त्यो उहाँमा बनाउँथेन सरस्वती पूजा बेला हामी स्कुल बनाउँथ्यौँ पहिला धेरै पहिला अब बाबुले भने अब त्यो त मुभी थाहा त्यो छैन त्यहीका ल एकचोटि बनाएर देखो त्यो चनाको धुलो हो त्यो भनेको कसो हुन्छ थाहा छ कि नै त्यो पकौडा बनाउने हो त्यसले क्या पो बाबुले त्यही हो त्यसले बनाउँदा भने त्यहाँदेखि सर्च गरेर कहाँमा तिमी भिडियो बन्दैछ त्यो